नमस्कार। यस गरिमामय कार्यक्रमका सभापतिज्यू, अतिथिज्यूहरू, विभिन्न सङ्घ संस्थाका प्रतिनिधिहरू, एडिलेड र आसपासमा रहनुभएका मेरा आदरणीय बुबाआमा, दाजुभाइ, दिदीबहिनीहरू, अमेरिकाको कोलोराडो राज्यको सेन्टेनियल सहरबाट न्यानो अभिवादन स्वीकार्नुहोस्। नेपालीहरूको महान चाड शुभ दीपावलीको यस पुनित अवसरमा म पुराना घरेका तर्फबाट यहाँहरू समस्तमा सुख, समृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्न चाहन्छु। नेपाली भाषा स्कुलद्वारा आयोजित यस दीपावली 2015 को कार्यक्रमलाई अनलाइनबाट भए पनि सहभागी हुन पाउँदा मैले भाग्यमानी महसुस गरिरहेको छु। अस्ट्रेलियामा रहनुभएका नेपाली भाषी भुटानीहरूद्वारा गरिएका विभिन्न र राम्रा उल्लेख्य कार्यक्रमहरूलाई अनलाइनबाट जानकारी पाएर म भाग्यमानी हुने गरेको छु। नेपाली भाषामा यसरी स्कुल सञ्चालन गर्दा हामी र हाम्रा नानीहरूलाई धेरै फाइदा हुने शिक्षा क्षेत्रका वैज्ञानिकहरूले बताउने गरेका छन्। हामीले हाम्रो पहलमा यसरी नेपाली भाषा पढाउँदा निम्न फाइदा हुन्छन् जस्तो मलाई लाग्छ। बुँदा नम्बर 1, हाम्रो मातृभाषाको ज्ञान हाम्रो नयाँ पुस्तामा हुनु पारिवारिक एकता र सङ्गठनको बलियो आधार हो। हामीले सुनेका छौँ कि हजुरबुवा हजुरआमाहरू नाति नातिनाहरूसँग कुरा गर्न पनि अब समस्या हुन थालेका छन्। नानीहरूले नेपाली बोल्दैनन् र हजुरबुवा हजुरआमाहरू नेपाली मात्र बोल्नुहुन्छ। त्यो हो समस्याको मूलजड। परिवारमा यसरी सञ्चार र सम्पर्क नै हुन नसक्नु भनेको अत्यन्त दुःखद कुरा हो। यस्तो नेपाली भाषाको स्कुलले ती परिवारका समस्याहरूलाई समाधान गर्न सक्दछ। बुँदा नम्बर 2, भाषा हरेक साहित्यको जननी हो। स्वसाहित्य हरेक समाजको पहिचान हो। भाषा नभएको साहित्य नै हुँदैन र साहित्य नभएको समाज पनि लङ्गडो हुन्छ। त्यसो भएको हुनाले भाषाले समाज विकास, सङ्गठन र पहिचान निर्माणमा अहम भूमिका खेलिरहेको हुन्छ। बुँदा नम्बर 3, नेपाली भाषा नेपाली जातिको पहिचान हो। नेपाली भाषा नजान्नेहरू बिस्तारै अन्य भाषा र अन्य जाति संस्कृतिमा विलय हुनेछन्। नेपाली भाषाको स्कुल सञ्चालन गरेर हाम्रो भावी पिँढीलाई उनीहरूको मातृभाषा सिकाउन सकियो भने यस ठाउँमा पनि हामीले नेपालीहरूको मौलिकता र पहिचानलाई बचाउन सक्दछौँ। बुँदा नम्बर 4, नेपाली भाषाका माध्यमबाट हामीले हाम्रो धर्म, संस्कृति, संस्कार, परम्परा, रीतिरिवाजका कुराहरू हाम्रा नानीहरूलाई सिकाउनेछौँ। यी नानीहरूले पछि ठुला भएर किताब लेखे भने, विश्वविद्यालयमा पढाए भने नेपाली समाजका सकारात्मक कुराहरूलाई यहाँका अन्य समाजमाझ पनि पुर्याउनेछन्। 5, धेरै भाषा बोल्ने नानीहरू तीक्ष्ण हुन्छ। यो महत्त्वपूर्ण कुरा छ। उनीहरूका हरेक कुरामा सकारात्मकता देख्न सकिन्छ बहुभाषाका बच्चाहरूमा। जस्तै उनीहरूमा उच्चतम बौद्धिकताको विकास हुन्छ, स्मरण शक्ति बढ्छ, शब्द भण्डार बढ्छ, चिन्तन क्षमता वृद्धि हुन्छ, उनीहरूमा मातृभाषाको ज्ञान हुन्छ, नेपाली जातिप्रति मोह जाग्छ, आफ्नो संस्कृतिको ज्ञान हुन्छ। 6 नम्बर, स्कुलमा नानीहरूले भाषा मात्र पढिरहेका हुँदैनन्। स्कुल नानीहरूलाई सामाजिकरण गर्ने, नैतिकता विकास गर्ने, स्वभाव विकास गर्ने, सद्भाव र अपनत्व विकास गर्ने ठाउँ पनि हो। त्यसो भएका कारणले गर्दाखेरि हामीले जुन स्कुल सञ्चालन गरिरहेका छौँ यसले यो समाजलाई विकास, जातीय सम्वर्धन र मौलिकता संरक्षणमा अत्यन्त धेरै भूमिका निर्वाह गरिरहेको छ। यसका लागि म आन्तरिक हृदयबाट नै जसले यस कार्यक्रममा सहभागिता, सहयोग र समर्थन जनाउनु भएको छ यहाँहरूप्रति आभार र सद्भाव व्यक्त गर्न चाहन्छु। 7 नम्बर, अहिले भाषा स्कुल गएर पढ्ने नानीहरूले नेपाली भाषा, नेपाली जाति, नेपाली संस्कृतिको, नेपाली रीतिरिवाज र परम्पराको राम्रो ज्ञान हासिल गर्दछन्। यी कुरा जान्ने नानीहरू भनेका भविष्यमा हाम्रो समाज सञ्चालन गर्ने दक्ष जनशक्ति पनि हुन्। त्यसो भएका कारणले गर्दाखेरि हामी स्कुल पढाइरहेका छैनौँ, हामी समाज निर्माण गरिरहेका छौँ। जुन समाज आजभन्दा 100 वर्ष पछाडि पनि अस्ट्रेलियाको यही एडिलेड सहरमा पनि नेपाली समाज भएर रहन सक्दछ। यो गर्वको कुरा होइन र? 8 नम्बर, भाषा स्कुल गएर पढेका नानीहरू अनुशासित हुन्छन्, मर्यादित हुन्छन् र यिनीहरू कर्तव्यपरायण, कर्तव्य पालना गर्ने किसिमका हुन्छन्। यस्ता नानीहरू स्कुलमा पनि सफल हुन्छन्, भोलि नेपाली समाजमा पनि सक्षम हुन्छन् र यदि भाग्यले, उनीहरूको क्षमताले अस्ट्रेलिया र विश्वका कुनै पनि देशको नेतृत्व गर्ने क्षमता पाए भने उनीहरूले त्यहाँ पनि सक्षमतापूर्वक नेतृत्व गरेर देखाइदिन्छन्। बुँदा नम्बर 9,
भाषा स्कुल गएर पढेका नानीहरूले समयको उचित सदुपयोग गर्न सिक्दछन् र सक्दछन्। यिनीहरू कुलतमा फस्दैनन् र यिनीहरूले मेहनत गरेर राम्रो भविष्य हासिल गर्न सिक्दछन् र सक्दछन्। अरू पनि थुप्रै फाइदाहरू छन् भाषा स्कुल र यसका केही बेफाइदा छैनन्। फुर्सदको समयमा गएर पढाउने हो, त्यहाँ फाइदा बेफाइदा फाइदा जति छन् सबै फाइदा छन्, बेफाइदा जो छन् एउटा केही पनि छैन। त्यसो भएको हुनाले म यहाँ एडिलेडमा रहनुहुने, यहाँ आसपासका राज्यहरूमा रहनुहुने र डायस्पोरामा जहाँ पनि रहनुहुने नेपाली साथीहरूलाई नेपाली भाषाको महत्त्व बुझ्न र यस कार्यक्रममा भाषा शिक्षण र सिकाइ कार्यक्रममा सहभागी भएर यस कार्यक्रमलाई सफल बनाउनका लागि हातमा हात, काँधमा काँध र साथमा साथ मिलाउनका लागि आन्तरिक हृदयबाट नै म आह्वान गर्न पनि चाहन्छु र यस कार्यक्रमबाट फाइदा उठाउन पनि म इभन स्थानीय अस्ट्रेलियनहरूलाई, बेलायतीहरूलाई, अमेरिकीहरूलाई र अन्य भाषा सिक्ने मानिसहरूलाई म नेपाली भाषा सिक्न चुनौती दिन चाहन्छु र यसबाट आएका फाइदाहरू भोलि पर्सि यहाँहरूले भन्नुहोला, हामीले भन्ने होइन। यही दक्षिण अस्ट्रेलियाको एडिलेड सहरमा खास गरिकन सम्पन्न भइरहेको यो भाषा स्कुललाई अन्य अस्ट्रेलियाका राज्यहरूमा र संसारभर पुगेका नेपाली भाषी भुटानीहरू भएका समाज भएका ठाउँहरूसम्म पुर्याउन सकियो भने त्यो हाम्रो जीवनको अत्यन्त सफल र उच्चतम योगदान हुन्छ भन्ने मैले महसुस गरेको छु र त्यही अनुसार म लागि परिरहेको छु। यहाँहरू नै अन्त्यमा म एउटा गजल छाड्दै जान बिदा लिन चाहन्छु। स्वीकार्नुहोस् मेरो गजल। सिमानामा कहाँ रुन्छन् देशभित्रका मुटुहरू, सिमानामा कहाँ रुन्छन् देशभित्रका मुटुहरू, कसले भन्छ नाङ्गै हुन्छन् भेषभित्रका मुटुहरू। घडी गल्छ सुत्छ बरु हिँडिरहन्छन् यिनीहरू। हाम्रो भाषाको लडाइँ त्यस्तै हो। घडी गल्छ सुत्छ बरु हिँडिरहन्छन् यिनीहरू, संसारभरि पुगी छाडे ठेसभित्रका मुटुहरू। सिमानामा कहाँ रुन्छन् देशभित्रका मुटुहरू। खोलो हार्छ यिनीसँग जीवन बग्न भनेपछि, खोलो हार्छ यिनीसँग जीवन बग्न भनेपछि, आफै बाटो बन्दै हिँडे शेषभित्रका मुटुहरू, कसले भन्छ नाङ्गै हुन्छन् भेषभित्रका मुटुहरू। हिंसाभित्र पनि हिँडे हिंसैबाट शान्ति फले। हामीले गर्यौँ नि त्यसो त। हिंसाभित्र पनि हिँडे हिंसैबाट शान्ति फले, माया बोकी विश्व टेक्छन् लेसभित्रका मुटुहरू। सिमानामा कहाँ रुन्छन् देशभित्रका मुटुहरू। अँध्यारोमा फुल्न सक्छन् उज्यालोका बीजहरू, अँध्यारोमा फुल्न सक्छन् उज्यालोका बीजहरू। त्यागी शिर मौलाइरहे केसभित्रका मुटुहरू। सिमानामा कहाँ रुन्छन् देशभित्रका मुटुहरू, कसले भन्छ नाङ्गै हुन्छन् भेषभित्रका मुटुहरू। हवस् त, नमस्कार।